अहिलेको प्रहरी प्रमुख त अहिलेको एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ त। ल हेर्नुहोस् त, हामीले भेटेको खोकाहरू, अश्रु ग्यासका सेलका त्यो बोक्राहरू जहाँ एक्सपायरी डेट 2008 लेखेको छ, 2010 लेखेको छ, 2012 लेखेको छ, त्यो नक्कली हो। दुर्गा परसाईहरूले बोकेर ल्याएर हानेको अश्रु ग्यास हो त्यो। अनि त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक के भन्छ, हामीले हानेको अश्रु ग्यास कसरी डेट एक्सपायर भएको हुन्छ भनेर भन्छ। ल म भन्न चाहन्छु, प्रहरी भएर बस्नुपर्छ, कुनै राजनैतिक दलको भातृ संगठन भएर बस्ने होइन। तपाईलाई त्यो फुली लगाइदिने दलका नाइकेहरू र सिफारिस गर्नेहरू सधैँ सत्तामा हुँदैनन् र तिनीहरूको सधैँ हालिमुहाली चल्दैन, यो कुरा याद राख्नु। प्रहरी भएर बसोस्। फेरि पनि भन्छु, हिंसात्मक राजावादीको हिंसात्मक प्रदर्शन भनेर लेख्ने पत्रकार, प्रसारण गर्ने पत्रकारहरूलाई म आलोचना त गर्दिन। म तुलनात्मक रूपमा अरूको आलोचना नगर्ने र रुखो नबोल्ने मान्छेमै पर्छु। तर त्यो प्रदर्शनलाई हिंसात्मक भन्नको लागि, प्रदर्शनकारीहरू हिंसात्मक थिए भन्नको लागि यत्रो दिनसम्म एउटा पनि प्रदर्शनकारीहरूको पक्षबाट एउटा पिस्तोल किन पक्राउ परेन, एउटा लाठी किन पक्राउ परेन? कुनै प्रदर्शनकारीसँग एउटा लाठी भएको कुनै भिडियो क्लिप छ? कुनै प्रदर्शनकारीले लाठी लिएर आएको थियो त्यहाँ? तपाईले यहाँ अश्रु ग्यास हान्नुभयो भने यहाँ बसेको मान्छेले कुर्सीले भेटे कुर्सीले हान्छ, ढुङ्गाले भेटे ढुङ्गाले हान्छ नि त तपाईलाई। अनि यिनीहरूलाई, यो अहिले बसेका मान्छेलाई तपाईले हिंसात्मक भए भनेर भन्न मिल्छ? अनि ती प्रदर्शनकारीहरू हिंसात्मक हुन्। सबभन्दा पहिले अश्रु ग्यास कसले हान्यो? सबभन्दा पहिले गोली कसले चलायो? मानवाधिकारवादी संस्थाहरू कहाँ छन्? मानवाधिकारको ठुल्ठुला कुरा गर्ने बुद्धिजीवीहरू कहाँ हुनुहुन्छ? 15 गतेको प्रदर्शनलाई हिंसात्मक भन्नेहरू, फेरि पनि भन्छु, त्यो प्रदर्शनकारीसँग एउटा लाठी किन देखाउन सक्नुहुन्न आजसम्म तपाईहरू? त्यसकारण म सञ्चारकर्मी साथीहरूलाई र खास गरी यो देशका ठुला सञ्चारगृहहरूलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु। अब समय बदलिएको छ। अब 2-4टा सञ्चारगृहको हातमा मात्रै यहाँको सूचना अब नियन्त्रणमा राख्ने दिन गयो। अहिले व्यक्ति सम्पादक भइसक्यो। त्यसकारण देश हाम्रो पनि हो, त्यो प्रदर्शनमा आउनेहरूको पनि हो। तपाईं सञ्चारगृहहरूलाई गणतन्त्रै मनपर्छ होला, राज संस्था मन पर्दैन होला, तर यो देश राज संस्था हुनुपर्छ, राजा हुनुपर्छ भन्नेहरूको पनि हो। त्यसकारण तपाईं जबसम्म सञ्चार कर्ममा रहनुहुन्छ, जबसम्म त्यो व्यवसाय चलाउनुहुन्छ, तपाईले कमसेकम त्यो समाचार नछोप्नुहोस्। तपाईहरूले देख्नु भएन राज्य आतंक? त्यो समाजवादी पार्टीको अफिसमा ढुङ्गा हान्नेहरू त्यो प्रदर्शन पक्षधरहरू हुन्? राजा ल्याउँ भन्ने पक्षधरहरू हुन्? माओवादीको अफिसतिर ढुङ्गा हान्न जानेहरू राजा ल्याउँ भन्ने मान्छेहरू हुन्? तपाईहरूले के गर्नु भएको छ? कहाँ योजना बनाउनु भएको छ? अघिल्लो दिन प्रधानमन्त्रीले आफ्नो युवाहरूलाई भेला पारेर के निर्देशन गर्नु भएको छ हामी सबैले सुनेका छैनौँ, दुनियाँले देखेको छैन। अनि एमालेको अफिसमा चाहिँ बिहानै सेना समेतको सुरक्षाको व्यवस्था किन गरियो र त्यो समाजवादी पार्टीको अफिसमा चाहिँ सुरक्षाको व्यवस्था किन गरिएन?
त्यसकारण हामीले राज्यको तर्फबाट कुन प्रकारको आतंक सिर्जना गरिएको छ राम्रोसँगले हामीले हेरेका छौँ र सिङ्गो देशले हेरेको छ। आज फुटेजहरू आइराखेका छन्। सबिन महर्जन, सुरेश रजकप्रति म श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। ल भन्नुहोस् त, आज भिडियो फुटेज सार्वजनिक भएको छ। सबिन महर्जनले के गल्ती गरेको कारण छातीमा गोली खान्नु पर्यो? ल भन्नुहोस् त। कोखामै ताकेर हान्नु पर्ने के कारण छ? ल भन्नुहोस् त। त्यहाँ ढुङ्गा हान्दै थियो सबिन महर्जनले। त्यत्रो बेर घर आग लागि हुँदा सुरेश रजकको उद्धार नगरिनु पर्ने के कुरा छ? के कारण छ? त्यसकारण म तपाईलाई भन्छु, तपाईले दुर्गा परसाईलाई पक्राउन सक्नुहुन्थ्यो। म दुर्गा परसाईलाई पक्रिनु पर्थ्यो पर्दैन थियो भनेर उनको विपरीत कुरा गर्न खोजेको होइन, तर तपाईलाई किचौला जस्तो गरेर आएको दुर्गा परसाईलाई तपाईले पक्रिन सक्नुहुन्थ्यो। तर तपाईको भित्र पुलिसको फन्दाभित्र परेको दुर्गा परसाईलाई चाहिँ नि ढुक्कले निकालेर पठाउनु भयो, तर मञ्चमा भाषण गरिराखेका नेताहरूलाई चाहिँ तपाईले अश्रु ग्यास बर्साउनु भयो। भनेपछि तपाईँ के चाहनुहुन्छ, राज्य के चाहन्छ भन्ने कुरा यही देखिन्छ। त्यसकारण अब हिजोको समय छैन, सूचना लुकाएर लुक्दैन अब, र अब जनता मूर्ख भएर बसिराख्दैन। सूचना प्रविधिको यति विकास भएको छ, अब सूचनालाई कसैले आफ्नो मुठीमा राख्न सक्दैन। अरे राप्रपा आज बल्खु जाऊ भन्यो, बल्खुमै आयो, कमजोर नठान्नु। राप्रपालाई अर्कोचोटि सिफल जाऊ भनौला, अर्कोचोटि कलङ्की जाऊ भनौला, यो नठान्नु। राप्रपा भाग्यो पछि हट्यो नठान्नु। शान्ति अहिंसा प्रतिको हाम्रो विश्वासलाई कमजोरी नठान्नु। केपी ओली, रमेश लेखक, हामी पछि हटेको होइन, याद गर्नु। आज देश दुनियाँले तपाईको गणतन्त्र कति लुरे रहेछ, कति कमजोर रहेछ देख्न पाएर त्यही देखाउनको लागि हामी यहाँ आएका। ए राप्रपा जो राजनैतिक पार्टी हो जसले मौका पर्यो भने राजा ल्याउँछु, हिन्दू राष्ट्र ल्याउँछु, संघीयता खारेज गर्छु, देशमा तिमी जस्तो भ्रष्टहरूलाई मौका पर्यो भने जेल हाल्छु भनेर संकल्प गरेर घोषणा पत्रमा आफ्नो कुरा उल्लेख गरेर भोट मागेर देशको पाँचौं पार्टी भएको पार्टी हो। उसलाई भिरकोटी मण्डपमा आमसभा गर्न दिँदाखेरि ढल्ने तिम्रो गणतन्त्र कस्तो गणतन्त्र र कति कमजोर गणतन्त्र हो त्यो संसारले देखोस् भनेर हामीले त्यहाँ कुनै लफडा नगरेको हो। आज हामीले आह्वान गरेर चारतिरबाट यस्तो जुलुस चारतिरबाट हुल्दियो भने कसलाई छेक्छौ, कसलाई गोली हान्छौ? मैले फेरि पनि भन्छु, नसुध्रिने हो भने हामी विद्रोहमा जान्छौँ, गोली हान्छौँ, हामी पनि गोली चलाउँछौँ त भन्दिन, तर बालुवाटारलाई घेरेर भात पानी बन्द गरिदिन सक्छौँ। फेरि यो कुरा याद गर्नु। म भन्छु त्यसैले चैत 15 गतेको घटनाको निष्पक्ष छानबिन हुनु पर्यो, न्यायिक आयोग गठन हुनु पर्यो। यो सरकारका कारिन्दाहरूको आयोग होइन, सर्वोच्चको पूर्व न्यायाधीश, नागरिक समाज र मानवाधिकारको क्षेत्रमा काम गर्ने मानिसहरूको, स्वतन्त्र र निष्पक्ष मानिसहरूको आयोग गठन होस् र छानबिन होस्। दोषीको हो त्यो सार्वजनिक होस् र दोषीलाई सजाय गरियोस्।